ल अब हामी कमल पोखरी आएको थियौँ र यो कमल पोखरीको बारेमा चाहिँ यहाँ आएपछि केही कुरा तपाईँहरूमा सेयर गर्नु मन लाग्यो। किङ मल्लले चाहिँ यो लिच्छवी डाइनेस्टीको समयमा चाहिँ किङ मल्लले चाहिँ बनाएको यो कमल पोखरी र त्यति बेलाको समयमा चाहिँ कमल पोखरी किङ मल्लले चाहिँ धेरैजना मान्छेहरूलाई र यहाँको वर्सिप खास गरी वर्सिप गर्नको लागि चाहिँ यो कमल पोखरी यहाँ चाहिँ कमल राखेर यहाँ तपाईँले बिचमा देख्न सक्नुहुन्छ राखेर चाहिँ कमल पोखरीको निर्माण भएको हो र यो चाहिँ 40 रोपनी जग्गामा बनेको छ कमल पोखरी चाहिँ र अहिले चाहिँ यो एउटा मानिसहरूको लागि घुम्न आउने र इभन फ्यामिलीहरू यहाँ फ्रेस हावा खान आउने र धेरै मानिसहरू पनि घुम्न आउने गरेको छ र यो ठाउँ पनि एकदम रमणीय छ। तपाईँहरू पनि भिजिट गर्न सक्नुहुन्छ यो कमल पोखरी भन्ने यो ठाउँलाई तपाईँहरू रमाइलो गर्न आउन सक्नुहुन्छ। इभन अहिले चाहिँ यो यङ जवान मानिसहरूको लागि चाहिँ एउटा डेटिङको स्पट पनि भइरहेको छ।